यति बेला हाम्रो पदयात्रा सुरुवात भएको केही समय भइसकेको छ। अगाडि साथीहरू आफ्नो झोला बोकेर चाहिँ पदयात्रा गरिरहनु भएको छ। यो हरियाली, यो प्राकृतिक मनोरम दृश्यको बीचमा पदयात्रा रहिरहेको छ। हाम्रो टिम क्याप्टेन भक्त दाई यहाँ हुनुहुन्छ। कस्तो लागिरहेछ दाई पदयात्राको बारेमा छोटो मिठो ह्याप्पी हो? अनि के छ ल गाइस, कस्तो लागिरहेछ? यसले के नेपालको याद दिलाएको छ अलिअलि? टक्क दायाँ बायाँ जङ्गल, हरियाली, त्यस पछाडि बिचमा बाटो हिँड्दाखेरि याद आएको छ कि आएको छैन? कि नेपाल बिर्सिसक्यो एलिसा? के हो कुरो? युकेलाई आफूलाई एकदमै ग्रिन कन्ट्री, विश्वको सबभन्दा हरियाली देश भनेर चिनिन्छ। त्यसकारण यहाँ सडकका दायाँ बायाँ पनि एकदमै हरियाली जङ्गलको बीचबाट सवार गर्न पाइन्छ भने एउटा मनमोहक दृश्य यो लेक, जहाँ म चाहिँ आफू पोखराको बासिन्दा अथवा पोखरा धेरै बसेको कारणले गर्दाखेरि मलाई यसले चाहिँ अलिकति फियर तालको झझल्को मेटाइदिएको आभास भइरहेको छ। यो हाइकिङ आउने क्रममा हाम्रो हाइकिङको त्यो बाटो रहेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडिपट्टि मेरो बिहाइन्डमा साथीहरू उभिरहनु भएको छ। अब चाहिँ हामी यहाँबाट रहेका छौँ, जसले देख्न सक्नुहुन्छ। यहाँ मेरो पछाडिपट्टि मनमोहक रहेको सौन्दर्यले भरिपूर्ण भएको यो जङ्गललाई छिचोल्दै, जङ्गललाई निहाल्दै यो हाइकिङको यात्रा रहिरहेको छ। हाम्रो यात्रा बिहान 9 बजेदेखि भएको थियो भने अहिले 11 बज्न लागेको छ। हामी तर निरन्तर आफ्नो पदयात्रामा रहेको छ। यो मनमोहक तालको दृश्य सँगै यो हाइकिङको यात्रा रहिरहेको छ। यो आउने क्रम जारी छ। साथीहरू पछाडिबाट यात्रा निरन्तर आफ्ना पाइलाहरू अघि बढाउनु भएको छ। जीवनको छाया भन्ने गीत रातो र चन्द्र सुन्दै, रातो रातो गीत सुन्दै यात्राहरू पाइरहेको छ। बाटो यस्तो किसिमको रहेको छ। यो डाँडा एकदमै मनमोहक र एकदमै शीतल प्रदान भइरहेको छ। सबैजना साथीहरू त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा। यसरी यो आफैमा मनमोहक रहेको दृश्य। यसको पारिपट्टि एकदमै ताल देख्न सकिन्छ। यो चाहिँ हाम्रो पदयात्राको 2 घन्टा पछाडि हामी अहिले यो एक मनमोहक डाँडामा आइपुगेका छौँ। तपाईँलाई मैले यो मनमोहक दृश्य, प्राकृतिक हरियाली, मनमोहक र एकदमै ब्युटिफुल नेचर, जसले मनलाई नै आनन्दित बनाइदिने यो प्राकृतिक यो नेचर, जहाँ सरर पातहरू, हावाहरू हल्लिएको तपाईँले देख्न सक्नुहुन्छ। यसरी नै फेरि अर्को मनमोहक तालनिर आइपुगेका छौँ। ठ्याक्कै यो तालको नाम चाहिँ मलाई थाहा भएन। यहाँ डगहरू, यहाँ हाँसहरू चाहिँ पौडिरहेको यो दृश्य तपाईँले देख्न सक्नुहुन्छ। एकदमै ठुलो ताल छ यो, भएन खबाट तपाईँले देख्न सक्नुहुन्छ। यो उसको एरिया क्षेत्रफल ठुलो नै छ।
तालको यो हिँड हामी हिँड्दै हिँड्दै यहाँ आइपुगेका छौँ। यहाँ हामीले केहीपट्टि आराम गर्दै हुनुहुन्छ। म भने यो एउटा प्राकृतिकको मनोरम दृश्य एउटा यो चाहिँ हाम्रो यो यात्रा गरिसके पछाडि आउने यो ताल तपाईँलाई देखाइ यहाँ बाटोहरूमा हिँड्नु यो तालको दृश्य कैद गरेरको निम्ति यहाँ आएको छु। वाउ इज रियल ब्युटिफुल लेक। अब भने फेरि हामी अलिकति केही अब यात्राहरू अगाडि बढाउने क्रममा छौँ। यात्राहरू अगाडि बढ्दै गर्दा तपाईँहरूलाई रहेका यस्तै विभिन्न मनमोहक र विभिन्न आकर्षण दृश्यहरू एट्र्याक्टिभ सिन्सहरू तपाईँलाई चाहिँ क्लिक गरेर मैले प्रस्तुत गर्ने नै छु। अब भने यात्रा सुरु हुन्छ। टु बी कन्टिन्यू। थ्याङ्क यू। फाइनल्ली 2.5 घन्टाको पैदल यात्रा पछाडि हामी यहाँ एउटा एकदम वाइट एन्ड पिस मनमोहक दृश्य यहाँ युकेको एउटा ठुलो सिटी फ्रान्सको सिटीको चाहिँ यो दृश्य यहाँबाट हेर्न सकिन्छ। यो डाँडो आफैमा एकदमै मनमोहक, एकदमै चिसो हावा चलिरहेको छ। यहाँ एकदमै हरियाली, चारैतिरबाट हरियालीले घेरिएको यो डाँडोमा यहाँ ठुला ठुला चाहिँ के भन्छ अरे रुखहरू, त्यहाँ मुनि शीतल छायाभित्र बस्ने चेयरहरूको पनि उपलब्धता मैले यहाँ देखेको छु। यहाँ चारैतिरबाट जङ्गलले घेरिएको छ भने एकदमै चिसो हावा चलेर यसले मनमोहक यो दृश्य मेरो आफ्नो हालको चाहिँ एड दिलाइदिइरहेको छ। अर्थात् अलिकति म आफैलाई अहिले नेपालमा भएको, त्यहाँ नेपालमा रहेका, नेपाल आफैमा डाँडा भिर पकेर पहाडले बनेको डाँडाले भरिएको मेरो देश नेपाल हो। यहाँ पनि यस्ता डाँडाहरू हेर्न सकिन्छ। तर यो धेरै लामो समय पछाडि म चाहिँ घुम्न बाहिर निक्लेको कारणले गर्दाखेरि यो हाम्रो आजको यो हाइकिङको समयबाट यो डाँडामा आउने चाहिँ हाम्रो उद्देश्यका साथ 2.5-3 घन्टाको हाम्रो पैदल यात्रा वाकिङ होइन हामी चाहिँ हिँडिसके पछाडि त्यस पछाडि यो डाँडामा आइपुगे पछाडि एकदमै मनमोहक दृश्य जसले एउटा नेपाललाई आफ्नो जन्मभूमिलाई पनि चाहिँ बिर्साइदिने त जन्मभूमिलाई पनि सम्झाइदिने यो डाँडा देख्दाखेरि म पक्कै गौरवान्वित भएको छु। मलाई एकदम खुसी मिलिरहेको छ। देख्न सक्नुहुन्छ यहाँबाट तपाईँले यहाँ कुरा भने फेरि मौसमले पनि एकदमै साथ दिइरहेको छ है। मौसम खुलेर हाँसिरहेको छ। अर्थात् मैले भन्नु खोजेको यहाँ पानी पनि परिरहेको छैन र एकदमै चर्को टन्टलबुर घाम पनि छैन। आकाशमा बादलहरू देख्न सक्नुहुन्छ। यी सेता बादलका गुम्बाहरू, यी सेता बादलका थुप्राहरू देखिएका छन् जसले अझै चाहिँ के भन्छ अरे दृश्य मनमोहक बनाएको छ। यसरी नै हाम्रो आजको डेस्टिनेसन, हाम्रो आजको गन्तव्यमा चाहिँ हामी आइपुगेका छौँ। अब यस गन्तव्यबाट फर्किने क्रममा हामी एकदमै मनमोहक दृश्य रहेको डाँडामा आइपुगे पछाडि यति बेला आदरणीय दाइहरू साथीहरू अब चाहिँ हाम्रो यसलाई के भनौँ अब ब्रेकफास्ट लन्च भन्ने मलाई ब्रेकफास्ट पनि यही लन्च पनि होइन ब्रन्च भन्ने बेला ब्रन्च अल टुगेदर ब्रन्चको लागि चाहिँ तयारी गर्दै हुनुहुन्छ। अब हाम्रो यहाँ ससेज, अन्डा, चना खाना हामी सुरु गर्दैछौँ। अब हाम्रो यो खाइसके पछाडिको फेरि हाम्रो के भन्छ अरे चाहिँ पैदल यात्रा फेरि रिस्टार्ट हुनेछ, पुनः सुचारू हुनेछ। अब चाहिँ यति बेला भने हाम्रो यो समय खानाको समय है त। चिप्लो बाटो हुने जस्तो चिप्लो बाटो हिँडिरहेको छ। फुटो के छ? ठिक छ नि। साथीहरू त आउँदै हुनुहुन्छ। यहाँ बाटो चाहिँ अलिकति अप्ठ्यारो। विभिन्न खेल्न मन लाग्ने भयो व्यक्तिहरूलाई एउटा बिचको रमाइलो लिइसके पछाडि भित्र आएर खेल्नको निम्ति यो निर्माण गरिएको रहेछ। देख्न सक्नुहुन्छ तपाईँले यो दृश्यमा एकदमै सुन्दर रूपमा यो खेलिरहेको रोगटे पिङ, नेपालीमा भन्नुपर्दा रोगटे पिङ जस्तै। त्यस पछाडि विभिन्न खेल्ने चिजहरू यहाँ राखिएको रहेको छ। अहिले भने त्यहाँ डाँडामा आफ्नो गन्तव्यमा पुगेर त्यहाँ चाहिँ केही हामीले खानापिना आफ्नो नास्ता गरिसके पछाडि अब ब्याक हुँदैछौँ। यो सुन्दर मौसम, यो हरियाली जङ्गल, हरियाली प्रकृति अनि मन्द सूर्यको ताप, आकाशमा लागेका चाँदीका जस्ता ढिका सेतो बादलको मनोरम दृश्यलाई हेर्दै यात्रा गरेका छौँ। दायाँ बायाँ यो यात्रा पछाडि हामी हाइलिङ आइसल्यान्ड बिचमा आइपुगेका छौँ। यहाँ यो गर्मी, यो समर मौसममा यहाँ विदेशीहरू, ब्रिटिसहरू, गोराहरू बिचमा आएर कुर्सी राखेर तपाईँले देख्न सक्नुहुन्छ। टाढा कुर्सी राखेर त्यहाँ गाडी पार्किङहरू बस्ने, पौडी खेल्ने, रमाउने, पानीमा भिज्ने र आफ्नो एकदमै बेलामा
बीचहरूमा सबैभन्दा विश्वमा सबैभन्दा धेरै बीच भएको देश भन्न पनि चिनिन्छ। समुद्र भएको देश। यहाँ आएर चाहिँ पौडी खेल्ने, भिज्ने, रमाउने अथवा चाहिँ आएर टेन्टहरू टाँगेर आफ्नै घरबाट कुचमा आउने कार्यक्रम भने इमर्जेन्सी बनेको हो। त्यसले गर्दाखेरि साथीहरूले स्विमिङ कस्टम नल्याएको कारणले गर्दाखेरि केही साथीहरू स्विमिङ गरे पनि धेरै जस्तो साथीहरू पनि स्विमिङ गर्नु भइरहेको देखिएको छैन। किनकि हाम्रो साथीहरू चाहिँ हामी चाहिँ आज मेन प्लान भनेको हाइकिङ थियो। त्यस पछाडि हाइकिङलाई पनि को पुराइ भइसके पछाडि हाम्रो हरू गरिसके पछाडि फेरि चाहिँ समय रहेकाले कहाँ जाने भन्दाखेरि चाहिँ हामी बिचमा आइपुगेका छौँ। यो हाइलिङ आइसल्यान्ड बिच हो। यो अल्डरसट युके अल्डरसट सहरबाट 1 घन्टा लगभग 1 घन्टा 10 मिनट अलमोस्ट 1 आवरको ड्राइभिङमा चाहिँ हामी यो बिचमा आइपुग्न सक्छौँ। हामी अहिले म यो बिचबाट तपाईँहरूलाई यो प्रस्तुत गरिरहेको छु। यहाँ सौन्दर्य एकदमै सोचिरहेको छ। योभन्दा पारिपट्टि फेरि अर्को बिच छ। अहिले अलिकति चाहिँ इभिनिङको समय 3 साढे 3 भइसकेको कारणले गर्दाखेरि पानी अलि रोकिएको छ। होइन भने यो बालुवा देखिरहेको यो ठाउँमा पनि बिचमा गएर रमाइलो गरिसके पछाडि अहिले पनि म बेन्चमा बसेर आराम गरिरहेको अवस्था छ। साथीहरू यहाँ टेन्ट टाँगेर भित्र आराम गरिरहेको छ। एकदमै टन्टन नभनौँ तर मस्त घाम लागिरहेको छ। मौसम एकदमै खुलेको मौसम, आकाश स्वच्छ रूपमा खुलेको छ भने यहाँ टाढासम्म देख्न सक्नुहुन्छ। टाढा टाढा पुरै चाहिँ पौडी खेलेर मान्छेहरू आनन्द लिइराख्नु भएको छ। यो जुलाईको महिना पछाडि लगभग जुलाईलाई युकेको अन्तिम महिना पनि भनिन्छ, गर्मीको अन्तिम महिना भन्न खोजेको मैले। त्यस कारणले गर्दाखेरि तपाईँ देख्न सक्नुहुन्छ पौडी खेल्ने मान्छेहरूको एकदमै ठुलो भिडभाड छ। यहाँ केटादेखि लिएर युवा युवतीदेखि लिएर वृद्धहरू सबैजना चाहिँ व्यक्तिहरू पौडी खेल्नेदेखि लिएर रमाइलो गरेको हुन्छ। यो आज जुलाईको लगभग अन्तिम अबको 2-3 दिन पछाडि जुलाई सकिँदैछ। म्याक्सिमम रूपमा जुलाईसम्मलाई चाहिँ यहाँ युकेमा चाहिँ समर सिजन अर्थात् गर्मी मौसम भनेर चिनिन्छ भने तपाईँको जुलाई पछाडि अब अगस्त आइसके पछाडि चाहिँ यहाँ अलिकति चिसो हावा चल्ने अथवा मौसमले हाइकिङ पछाडि बिच देख्न सक्नुहुन्छ। एकदमै ठुलो छ यसको चाहिँ एरिया। मलाई ठ्याक्कै चाहिँ थाहा भएन यसको एरिया एकदमै ठुलो छ। पारीसम्म चाहिँ मानिसहरू टेन्ट टाँगेर बसिराख्नु भएको छ भने यहाँ व्यक्तिहरू अध्ययनको निम्ति आउनु चाहिँ यहाँ एकजना मान्छे बालुवामा सुतेर आफ्नो चाहिँ अध्ययन गरिरहेको दृश्य तपाईँ देख्न सक्नुहुन्छ। बालुवामा सुतेर चाहिँ यहाँ अध्ययन गरिरहेको पनि देख्न सक्नुहुन्छ। यहाँ दिनभरि सुतेर यहीँ खाने बस्नेदेखि लिएर खाने अनि दिनभरि चाहिँ टेन्ट टाँगेर दिनभरि सुत्नेदेखि लिएर बिहानदेखि दिउँसोसम्म साँझसम्म चाहिँ यहीँ रम्ने कुर्सीहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर त्यो मात्र होइन कि प्रायः बाहिर देशबाट पनि घुम्ने व्यक्तिहरू पनि आएर चाहिँ यहाँ बस्ने रम्ने चाहिँ हामीले देख्न सक्छौँ। देख्न सक्नुहुन्छ एकदमै चाहिँ ठुलो चाहिँ रहेको छ यसको चाहिँ एरिया। यो खेल्ने ऊ राखिएको चाहिँ हामीले देख्न सक्नुहुन्छ र त्यस्तै रेस्टुरेन्ट, खाजा खानाको निम्ति रेस्टुरेन्टहरूको पनि व्यवस्था चाहिँ यहाँभित्र रहेको हामीले देख्न सक्छौँ। अनि एकदमै ठुलो फन पार्क निर्माण गरिएको छ र यहाँ भरपुर मनोरञ्जन सकिने चाहिँ अवस्था देखिन्छ। फन पार्कभित्र रहेको छु। एकदम लाउड म्युजिकको तालमा विभिन्न गेमहरू खेल्न इच्छुक व्यक्तिको निम्ति यहाँ अवसर रहेको चाहिँ छ। यहाँ चाहिँ एकदमै मात्रामा फनल्यान्ड मेनिङको रोलर कोस्टर, यसलाई रोलर कोस्टर भन्दो रहेछ। यसरी चाहिँ यो गेम खेलेको देखिन्छ। यहाँ तलबाट माथि रोलिङ गरेको चाहिँ देखिन्छ। यसलाई रोलर कोस्टरको पनि सुविधा रहेको छ। यो चाहिँ हाइलिङ बिचको भित्र रहेको फनल्यान्ड फन पार्क गेमको सुविधा रहेको छ। देख्न सक्नुहुन्छ यो रोलर कोस्टर, माइन्ड ट्रेन रोलर कोस्टर रहेको छ। त्यसै तलबाट माथि यसरी चाहिँ भएको तपाईँ देख्न सक्नुहुन्छ। दृश्यमा मैले देखाइरहेको छु। यो चाहिँ यसरी
चाहिँ अप टु डाउन डाउन टु अप टु डाउन गरेको चाहिँ हामीले देख्न सक्छौँ। यो तल गइसकेको छ भने फेरि तल गएर फेरि अब एक स्टेप फेरि तल गर्दा फेरि चाहिँ के भन्छ अरे अफ माथि आइसकेको छ। फेरि देख्न सक्नुहुन्छ फेरि तल झरेको छ। यसरी चाहिँ यसलाई रोलर कस्टर भन्ने चाहिँ भनिँदो रहेछ। यो चाहिँ हालिङ बिचको भित्र रहेको फन ल्यान्ड अथवा फन पार्क भित्र रहेको छ। धन्यवाद।